म चाहिँ अब आज खाना खान्न, व्रत बस्छु आज चाहिँ। सो हेलो गाइस, मेरो चाहिँ आज खाना पकाउने ड्युटी लाग्यो होइन, किनकि मेरो मम्मी हाम्रो गाउँ काट्दै हुनुहुन्छ आज बारीमा। त्यही भएर अब म चाहिँ भात र दाल मात्रै बसाल्छु अनि अरू चाहिँ मम्मीले गरिहाल्नुहुन्छ। मेरो काम चाहिँ भात बसाल्ने मात्रै हो अनि दाल पकाउने। अब त म बनाउँछु भात। यो कुकरमा चाहिँ म दाल बसाल्छु। दाल छ यहीँ कतै। सो गाइस, अब चाहिँ मैले यिनीहरूलाई बसाइसकेँ। अब भातमा पानी धेरै भयो कि जस्तो लाहा, कम भयो कि धेरै भयो मलाई अड्कल नआउन। त्यही भएर मैले यसो अनुमान गरेको, मैले दिमाग लगाएर यसो हिसाब गरेर हालिदिएँ। अब काँचो नि हुनसक्छ, गिलो नि हुनसक्छ, साह्रो पनि हुनसक्छ। भात पाकेपछि थाहा हुन्छ। यार यो त अलि हल्दी अलिकति बढी भइसक्यो यार, हल्दी गनाएको त। मलाई फेरि साथीहरू कुकरको सिटी फेरि सुई 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 पार्न बडा मजा आउँछ। त्यही भएर मैले एकछिन यस्तो सर पारेँ होइन। मेरो चाहिँ काम यति नै हो, मैले आफ्नो काम भ्याएँ। अब यति नै हो मेरो काम। दाल र भात ग्यास बन्द गरिदिएँ। अब सिधै पछि खोलेपछि थाहा हुन्छ यो कस्तो पाक्यो भनेर। यसमा त दालमा त हल्दी फिक्सै बढी भयो, यो पुरा कस्तो भइसक्यो, गन्ध पनि आइरहेको थियो फेरि हल्दीको। म चाहिँ अब आज खाना खान्न, व्रत बस्छु आज चाहिँ। खास कुरा चाहिँ के भन्दाखेरि साथीहरू, मम्मीले चाहिँ कामबाट आएर मासु पाउनु भएको रहेछ, त्यही पनि अझै खसीको मासु। अनि त्यो मासु छुटाउनु त कुरै भएन नि त, अनि त्यही भएर चाहिँ मन मारेर जबरजस्ती मैले खानु पर्यो।